लगायत साथसाथै हामी ब्रोइलर कुखुराको लागि भिटामिन्सहरू चाहिँ पानीमा तयार गरेर खुवाउँछौँ होइन। साथी चाहिँ बनाउँदैछ पानी चाहिँ है। हामीले चाहिँ अहिले अब गर्मी टाइममा चाहिँ पानीहरू चाहिँ एकरी बदलिराख्नुपर्छ नि त, चिसो पानी बनाउनु पर्छ। तिनीहरूलाई चाहिँ पानी चाहिँ तातो भइसक्यो, त्यही भएर चाहिँ हामी चिसो पानी हाल्छौँ होइन। त्यो तातो पानीले चाहिँ फाल्छौँ होइन, त्यस्तै हो। अनि त्यो हल साथी चाहिँ अहिले हाल्दैछ, त्यो सफा गरेर आयो होइन। सफा गर्नुपर्छ तपाईँले, सफा गरेर त्यो पानी चाहिँ हाल्यो। अनि त्यो चाहिँ 1 लिटरको चाहिँ हो होइन त्यो भाँडो चाहिँ। त्यसमा चाहिँ 4 लिटर चाहिँ पानी हालेका छौँ अहिले हामीले होइन। अनि एउटा चाहिँ अर्कोमा छ, अनि अहिले हाल्छौँ हामी। साथी चाहिँ एकदम लागेको नै छ भनौँ होइन। मैले चाहिँ भिडियो बनाउँदै थिएँ, त्यही भएर यस्तै हो। रमाइलो पनि छ भनौँ। अहिले चल्लाहरू छ, अहिले रमाउँदैछन्, सुतेका छन् होइन। कोही बस्दैछन्, कोही बस्दैछन्। आजकल चाहिँ आजभोलि चाहिँ बढिसक्यो भनौँ होइन। 12 दिन भयो। तिनीहरू चाहिँ पहिले साना नै थिए, त्यही भएर तिनीहरूलाई चाहिँ अलि कम ब्रोडिङमा त्यो सानो ब्रोडिङमा पालेका थियौँ। र अहिले चाहिँ तिनीहरूलाई अलिक खुल्ला बनाएका छौँ, किनकि तिनीहरू अलि चल्ने भइसक्यो नि त, अलि फुर्तिलो भइसक्यो। त्यही भएर तिनीलाई अलिक ठुलो पनि चाहिन्छ होइन। त्यही भएर चाहिँ तिनीहरूलाई चाहिँ एकदम राम्रो व्यवस्था गर्नुपर्छ। तिनीहरूको पनि शरीर नि एकदमै फुर्तिलो होस् भन्नलाई पनि हामीले ठुलो बनाएको हो। पहिला त सानो नै थियो, टिनको बनाएको थियो। त्यस्तै हो। अहिले चाहिँ साथी पानी हाल्दैछ, पानी भरेका छौँ। अनि त्यसलाई चाहिँ अहिले लगाएर अनि तिनीहरूलाई चाहिँ चिसो पानी दिनुपर्छ नि त। चिसो पानी, अनि त्यसमा भिटामिन्सहरू अनि त्यो जीवाणुहरू किटाणुहरू केही पनि नलागोस् भन्ने औषधिहरू पनि हामीले हालेका छौँ त्यसमा, भिटामिनहरू। तिनीहरूलाई एकदम यो पानी चाहिँ एकदम राम्रो हुन्छ है। यस्तै छ। यो साथी चाहिँ सेयर गर्दैछ, मैले पनि सेयर गरिदिएँ होइन। यस्तै हो गाइस। हाम्रो जिन्दगी भनेपछि यस्तै हो। अहिले भेटनरी पढ्दैछौँ होइन हामी। भेटनरी पढ्नुको कारण चाहिँ यस्तै हो, व्यवहारिक कुराहरू सिक्नु होइन, व्यवसायिक कुराहरू सिक्नु। अरू केही नगर्न सकेपछि गाउँघरतिर केही गर्न सकिन्छ कि भन्ने आशमा चाहिँ हामीले चाहिँ यस्तो सिक्दैछौँ होइन। अब बाहिर देश मात्र कति जाने, अनि नेपालमै पनि केही गर्न सक्छौँ कि भन्नेमा लागेका हौँ हामी चाहिँ होइन। यस्तै हो। साथीले म चाहिँ एकदमै उयो गर्छौँ। कति पानी अब दानाको तयारी गर्छौँ है। त्यहाँ रिपोर्टहरू चाहिँ हामीले डाटाहरू चाहिँ क्लियर गरेर राख्नुपर्छ नि त, यति पानी दियो, यति दियो, यति दियो भनेर। अनि चाहिँ अहिले चाहिँ हामी दाना पनि दिन्छौँ। दाना चाहिँ 1 केजी दिन्छौँ हामी अहिले। टाइममा दिनुपर्छ नि त। सानो बेला चाहिँ 2-3 केजी हाल्ने, त्यस्तो बढी हाल्ने हुन्छ। अहिले चाहिँ हामीले गर्न हाल्दैछौँ, किनकि छिटो बदल्नुपर्छ। तिनीहरू खाइहाल्छन्, त्यही भएर अरू साथीले पनि सहयोग गर्छ नि त। यो बिजो दाना हो है। यस्तै हो। साथी चाहिँ हाल्दैछ। अनि त्यसपछि त्यो रिपोर्टमा पनि लेख्नुपर्छ नि त, यति केजी हाल्यो, यति केजी दाना, यति केजी भनेर हामीले चाहिँ रिपोर्ट बनाउनुपर्छ। अहिले चाहिँ हाम्रो ग्रुप हो होइन। ग्रुपमा चाहिँ हामीले यस्तै गर्नुपर्छ। ग्रुप 2-3 जनाको ग्रुप बनाएर हामीले चाहिँ यस्तो गर्नुपर्छ नि त। पानी कम छ भने यस्तो गर्ने हुन्छ। अहिले चाहिँ हाम्रो दाना पनि कम थियो, त्यही भएर ठिकै थियो। 2-3 केजी चाहिँ थियो, तर 2 केजी चाहिँ थियो, तर 3 केजी बनाउँ भने हामीले चाहिँ 1 केजी चाहिँ सबमा मिक्स गरेर हाल्थ्यो होइन। यस्तै हो। अहिले चाहिँ हामी यो रिपोर्ट चाहिँ अहिले लेख्दैछौँ होइन। अरू साथी लेख्छ, अरू डाटाहरू पनि निकालेका छन् होइन। त्यो डाटाअनुसार लेख्नुपर्छ सानोतिर। अब साथी चाहिँ लेख्दैछ। पानी चाहिँ अहिले चाहिँ टाइम चाहिँ 7-8 बज्यो भनेर बनायो होइन। 8 बजी समय चाहिँ 8 बज्यो। अनि दाना चाहिँ पानी चाहिँ 4 लिटर, अनि दाना चाहिँ 1 केजी चाहिँ दियौँ हामीले होइन। अहिले चाहिँ त्यो दियौँ भनौँ। साथी चाहिँ लेख्दैछ, समय चाहिँ 8 बजे। अनि दाना चाहिँ पानी चाहिँ 4 लिटर है, 4 लिटर है। अनि दाना चाहिँ 1 केजी। यो अरू दानाहरू अरू डाटा पनि निकालेका छन् हामीले। यो चाहिँ पहिला सानैदेखि नै अब यो फोहोरमा
हालिसकेपछि अनि त्यो खुल्ला गर्नसम्मको के त्यो डाटा चाहिँ यस्तो यस्तो गऱ्यो भनेर राख्नुपर्छ हामीले चाहिँ। यस्तै हो। ल साथीहरू त मैले लेखिसक्यौँ भनौँ होइन। अब डाटा सब क्लियर पारिसक्यौँ। अब तिनीहरूलाई पनि एकचोटि चलाइसक्यौँ होइन। त्यसपछि साथी र म चाहिँ आफ्नो आफ्नो काम सकेर चाहिँ अब बाहिर निस्किँदैछौँ होइन। ल बाहिर निस्क्यो अनि हामी पनि अब यति गरिसकेपछि त अरू साथीहरूको पनि पाला हुन्छ नि त। त्यही भएर चाहिँ हामी अहिले घर जान लाग्ने तयारीमा छौँ। यो औषधि चाहिँ हाल्नुपर्छ है, भिटामिनहरू भनौँ पानीमा चाहिँ यो 2-3 ml जति मिलाएर हाल्नुपर्छ। यसलाई ढुको हो, यो पानीमा एकदम भिटामिन